हेलो साथीहरू, गुड मर्निङ। वेलकम टु माई मी ब्लग। म चाहिँ आज माइतमा मजाले सुतेर उठेको छु साथीहरू। र मुख धुनको लागि मम्मीले चाहिँ ब्रस कोठामै ल्याइदिनु भएको छ। र ब्रस गर्नको लागि म तल धारामा गएँ साथीहरू र ब्रस गर्दैछु। त्यसपछि म मुख पनि धुन थालेँ साथीहरू। मुख धोएर भएपछि मम्मीले चाहिँ चिया सिड भिजाइदिनु भएको थियो र त्यो चिया सिडको पानी चाहिँ हामी तीनजना मिलेर खान थाल्यौँ साथीहरू। हामी तीनजना खायौँ र हामी चाहिँ आज घर लिप्ने कुरा हुँदै थियो नि त साथीहरू। गाउँघरमा त एकदम दलनवाला घर हुन्छ कि साथीहरू। र त्यो दलनमा चाहिँ सबै धुलो भएको रहेछ कि है साथीहरू। र हामी चाहिँ त्यो धुलो टाल्नको लागि लिप्ने भनेर चाहिँ हामी चाहिँ यो माटो र गोबर मुस्न थाल्यौँ कि साथीहरू। माटो र गोबर मिलाएर पानी मिलाएर मुस्नुपर्छ कि साथीहरू। र हल्का गिलो बनाएर मुस्नुपर्छ। र म बनाउँदैछु साथीहरू। मलाई मजाले मोल्दैछु। मलाई चाहिँ यो गोबरहरू देखेर घिन लाग्दैन कि साथीहरू। मान्छेहरू भन्छ नि त कति घिन लाग्दो भन्छ, तर मलाई यो कुरामा चाहिँ एकदम घिन लाग्दैन कि साथीहरू। र माथि दलनमा लानको लागि चाहिँ सजिलो हुन्छ भनेर मैले चाहिँ प्लास्टिकमा राखेको छु कि यो मोलेको माटो र गोबर साथीहरू। र यो मोलेको गोबरहरू माटोहरू मैले चाहिँ प्लास्टिकमा राखेपछि म माथि दलनमा गएँ साथीहरू। र माथि गएपछि हामी तीनजना मिलेर मम्मी ड्याडी म हामी तीनजना मिलेर चाहिँ सफा गऱ्यौँ साथीहरू। र सफा गरेर भएपछि चाहिँ त्यो धुलोहरू टाल्न थाल्यौँ साथीहरू। र त्यो धुलोहरू टालिदिएपछि मैले चाहिँ लिप्न थालेँ कि त्यो माथिको दलन लिप्न थालेँ साथीहरू। म एउटाले लिपेर भ्याउन थालेँ। लिपेर भ्याएपछि त्यो नचाहिने फोहोरहरू पनि पुग्न गयो कि मम्मी र म भएर। यता गाउँतिर चाहिँ ट्रकहरू आउँदैन कि साथीहरू, ट्र्याक्टरहरू आउँदैन। त्यसपछि म चाहिँ खाजा बनाउन थालेँ साथीहरू। खाजा चाहिँ के खाने भन्दाखेरि करेन्ट चाउचाउ खाने भयो साथीहरू। र धेरै भएको थियो करेन्ट चाउचाउ नखाएको भने। र मैले आज चाहिँ करेन्ट चाउचाउ खाने भनेर करेन्ट चाउचाउ मोल्न गइरहेको छु। र हल्का धेरै पिरो नगरिकन म चाहिँ पिरो धेरै खान सक्दिनँ कि साथीहरू। र एक प्लेट मोमो पनि हामीले चाहिँ एकदम तीनजनाको लागि भाग गरेको छौँ साथीहरू। र हामी चाहिँ अब खाना थाल्यौँ कि साथीहरू। हामी तीनजना गफ गर्दै यता मिठो कुराहरू गर्दै मिठो खाजा खान थाल्यौँ कि साथीहरू। र हामी चाहिँ माइतमा चाहिँ घरमा चाहिँ म मम्मी र ड्याडी मात्रै हो नि त साथीहरू। र म आएपछि चाहिँ मम्मीहरू एकदम खुसी मान्नुहुन्छ कि साथीहरू। र एकदम मिठो खाजा पनि खायौँ। खाँदैछ मम्मीले चाहिँ एकदम धेरै खानुभन्दा धेरै चाहिँ मम्मीले चाहिँ गफै लाउनु भएको छ कि साथीहरू। मम्मी चाहिँ हल्का बिरामी हुनुहुन्छ, अपरेसन गरेको भएर धेरै पिरो खान सक्नुहुन्न, त्यही भएर मम्मीले धेरै खानु भएन। त्यसपछि म चाहिँ रोटी पनि खान थाल्यौँ साथीहरू। रोटी पनि एकदम मिठो भएको कि साथीहरू। भोक लाग्दाखेरि त जे पनि मिठो हुन्छ नि त साथीहरू। त्यही भएर खाजा खाएर चाहिँ हामी बारीमा गयौँ। र मकै सुकेको छ भने लिएर आउने भनेको थियो, तर साँच्चै मकै चाहिँ बारीमा सुकेको रहेछ कि साथीहरू। र म चाहिँ सुकेको मकैहरू छानेर चाहिँ भाँच्न थालेँ कि मकै साथीहरू। र म चाहिँ हाँस्दै गफ लाउँदै मम्मीसँग गफ लाउँदै मकै भाँच्न थालेँ साथीहरू। मम्मीले पनि भिडियो बनाउनलाई अलिअलि सहयोग गर्नुभयो। र मम्मी चाहिँ मकैको टुप्पा काट्दै हुनुहुन्छ कि घाँसको लागि। र ड्याडी पनि घाँस काट्दै हुनुहुन्छ कुनामा। र म चाहिँ मकै अब घरमा लयो भने फोहोर हुन्छ भनेर कि साथीहरू बारीमै खोर्साउन थालेँ कि। र म चाहिँ बारीमा खोर्साएर मकै नङ्गाएर चाहिँ तयार पार्दैछु साथीहरू। ड्याडी चाहिँ घाँसको बारी हाल्दै हुनुहुन्छ घर जानको लागि। म चाहिँ घर जानको लागि डोकोमा मकै बोकेँ साथीहरू। र मम्मी चाहिँ हल्का बिरामी हुनुहुन्छ नि त, अपरेसन गरेको। त्यही भएर मम्मीले चाहिँ भारी बोकेको छैन, ड्याडीले भारी बोक्नु भएको छ। र म चाहिँ घर पुगेर माथि दलनमा बिहान लिपेको ठाउँमा गएर मकै बिसाउनको लागि गएँ कि साथीहरू। र मैले चाहिँ मकै बिसाउन थालेँ। मैले चाहिँ मकै बिसाउँछु र मम्मीले चाहिँ समाउनु भएको छ कि साथीहरू। र मम्मीले नै मकै खनाउनु भयो कि साथीहरू माथि दलनमा। र यस्तिको सुकिसकेको रहेछ कि माथिको दलनमा। र मैले चाहिँ दलनबाट बाहिरको दृश्यहरू पनि देखाएँ कि साथीहरू हल्का। र म अलिकति 1-2 मिनटको टाइम पाएको थिएँ, बेलुका भइसकेको थियो। मलाई चाहिँ नाच्न मन लागेर नाचेँ साथीहरू। थ्याङ्क यू फर वाचिङ भिडियो। बाइ।